उति बेला हाम्रो लागि चियामा हिजो बढी भएको भात मिसाएर अर्थात् एकता गरेर खाने चिज चाहिँ सबैभन्दा ठुलो लाग्थ्यो। बिहान हजुरबा बा आमाहरूले घाँस बकारो कुँडो पानी सबै काम सकिसकेपछि दुध दुहुनुहुन्थ्यो र चिया पकाउने सुरसार हुन्थ्यो। आमाले चिया पकाएर गिलासमा दिनुहुन्थ्यो, सँगसँगै हिजो बढी भएको भात कचौरामा राखिदिनुहुन्थ्यो। अनि हाम्रो काम चाहिँ गिलासको चिया कचौरामा खन्याएर भातसँग मुसेर खाने। त्यसो गर्दा चिया पनि थप्न पाइने, भातलाई मुस्न पनि पर्यो, पिउन पर्यो पनि भन्दै, अनि सँगसँगै बासी भातसँग हिजो बढी भएको भातसँग चिया मिसाएर खाँदाको स्वाद पनि एकदम मिठो हुने। त्यति बेला हाम्रो लागि एकता भनेको बासी भात र चियाको एकता, हिजो बढी भएको भात र आज पाकेको चियाको एकता सबैभन्दा स्वादिलो लाग्थ्यो। तपाईले पनि चियासँग हिजो बढी भएको भात मिसाएर खाएको अनुभव पक्कै होला, अनुभव लिनुभएको होला। छ भने भन्नुहोस् है त।